एसई को परीक्षा दिएर बस्नु भएको छ र तपाईहरुले एसई को रिजल्ट 2082 कहिले आउँछ भनेर सोचिराख्नु भएको छ भने आजको यो भिडियोमा अन्ततः रहेर यसैसित सम्बन्धित जानकारी दिन गइरहेको छु। यदि तपाईले पनि यस बारेमा जान्न चाहनुहुन्छ भने भिडियोलाई हेर्दै गर्नुहोला। अब एसई रिजल्ट 2082 को बारेमा बुझ्नु भन्दा पहिले यदि तपाई यो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला, किनभने यसै खालका एसई रिजल्ट अपडेटहरु आगामी समयमा तपाईले यो च्यानलमा एकदमै क्विक पाउनु हुनेछ। त्यसैले गर्दा आजै सब्स्क्राइब गरेर राख्नु होला। अब यस रिजल्ट 2081-82 को कुरा गर्ने भने यसको एक्जाम डिटेलमा बताउन चाहन्छु। एक्जाम स्टार्ट भएको थियो 2082 साल चैत्र 6 गते र एक्जाम एन्ड भएको थियो 2082 साल चैत्र 29 गते र यसमा टोटल एक्जाम सेन्टरहरुको कुरा गर्ने भौ भने 2079 एक्जाम सेन्टर रहेका थिए भने नम्बर अफ पार्टिसिपेन्ट स्कुलको कुरा गर्ने हो भने लगभग 11216 र यो एक्जामलाई ह्यान्डल गर्नको लागि एक्जाम प्रशासनको कुरा गर्ने हो भने 77817 रहेका थिए र यसमा रिजल्ट पब्लिकेसन डेट यहाँनिर भन्न सकिन्छ फर्स्ट विक अफ असाढ 2082 भनेर यहाँनिर भनिएको छ। थर्ड विक अफ जुन 5 भनिएको छ भनेपछि के बुझ्न सक्नुहुन्छ भने असारको फर्स्ट विक रिजल्ट आउँछ भनेर यहाँ मेन्सन गरिएको छैन। तर मलाई के लाग्छ भने यो असाढको फर्स्ट विकमा रिजल्ट आउँदैन होला, किनभने बीचमा जुन स्ट्राइक भएको थियो शिक्षक आन्दोलनले गर्दा त्यो बेलामा केही असर परेको थियो, जसले गर्दा मलाई लाग्छ सेकेन्ड वा थर्ड विकमा नै एसई को रिजल्ट पब्लिकेसन हुन्छ र तपाई लेट गरेर बस्नु भएको थियो भनेर असाढ फर्स्ट विक नभएर असाढ सेकेन्ड वा थर्ड विकमा नै एसई को नतिजा प्रकाशन हुने सम्भावना देखिएको छ। अब आगामी समयमा के हुन्छ यस बारेमा मैले तपाईलाई छिटो भन्दा छिटो अपडेट गराउने छु। त्यसैले गर्दा यो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला, अल नोटिफिकेसनमा क्लिक गर्न नबिर्सनु होला। थ्यांक्स फर वाचिङ दिस भिडियो।